आज सर्वोच्च अदालतमा हजारौं मुद्दाहरू पेन्डिङमा छन्। आज गरिबहरूले न्याय पाउनका लागि हुनुपर्ने अवस्था छ। आज उनीहरूका पक्षमा फैसला हुँदैन। आज कुनै पार्टीको कार्यकर्तालाई कुनै संवैधानिक आयोगको आयुक्त या कुनै संवैधानिक आयोगको प्रमुख नियुक्ति गर्नका लागि एकै दिन सर्वोच्च अदालतले फैसला गरिदिन्छ। तपाईले हेर्नु भएको छ यो कारण किन भयो? यसको पछाडिको कारण भनेको नेपालको संविधानको धारा 284 मा संवैधानिक परिषद छ। संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। त्यसको सदस्य प्रमुख प्रतिपक्ष दलको नेता हुने प्रचलन छ। कानुन मन्त्री हुने प्रचलन छ। सभामुख हुने प्रचलन छ। उपसभामुख हुने प्रचलन छ। त्यही संवैधानिक परिषदले नियुक्ति गरेका मान्छे पार्टीका कार्यकर्ताहरू आज निर्वाचन आयोगमा, पार्टीका कार्यकर्ताहरू आज हतियारमा, पार्टीका कार्यकर्ताहरू आज न्यायालयमा, पार्टीका कार्यकर्ताहरू आज प्रहरीमा जताततै भाङभुङ पारेका छन्। त्यही भएर हाम्रो एउटा एजेन्डा के हो? नेपालको संविधानको धारा 284 खारेज गर्ने हो। जनताबाट प्रत्यक्ष जनताले यो पार्टीका नेताले नियुक्ति गरेबाट हुँदैन।